सोच्नुहोस् त, तपाईँको बैंकले तपाईँलाई पैसा बचत गरेकोमा शुल्क लिन्छ? पागलपन लाग्छ होइन र? तर यो कुरा जापानमा साँच्चै भएको थियो। 2016 मा जापानको सेन्ट्रल बैंकले नेगेटिभ इन्ट्रेस्ट रेट लागू गर्यो। ब्याज कमाउनुको सट्टा कमर्सियल ब्याङ्कहरूले सेन्ट्रल बैंकमा क्यास राख्दा शुल्क तिर्नुपर्ने भयो। तर किन यस्तो गरियो त? यसको एउटै उद्देश्य थियो, कमर्सियल बैंकहरूले सेन्ट्रल बैंकमा क्यास राख्नुको सट्टा बढी लेन्डिङ गरून्, जसको कारणले गर्दा पब्लिक एक्सपेन्सेस सँगै इकोनोमी पनि बुस्ट होस्। जापानको अर्थतन्त्र लामो समयदेखि लो इन्फ्लेसन र सुस्त वृद्धिको समस्यामा थियो। त्यसैले केन्द्रीय बैंकले जनतालाई बचत गर्नभन्दा ऋण लिन र लगानी गर्न प्रोत्साहित गर्न खोज्यो। के यो सफल भयो? केही हदसम्म ऋण सस्तो भयो, तर धेरै मानिसहरू अझै पनि बचत गर्न रुचाउँथे। त्यसो भए हो, जापानमा बैंकहरूले पैसा बचत गरेकोमा नै शुल्क तिर्नु पर्थ्यो। अर्थतन्त्रलाई चलायमान बनाउनको लागि लिएको यो निर्णय 2024 मा आएर अन्त्य गरियो। नेपालमा पनि यस्तै खालको पोलिसी लियो भने नेपालको इकोनोमीमा कस्तो असर पर्ला त?